यो त्यो असन जाने बाटो भने यो यदि इन्द्रचोक जाने बाटो हो। यहाँबाट यता सोराखुट्टे जान्छ भने यहाँबाट हाम्रो अफिस जाने बाटो यति यो चाहिँ हाम्रो अफिस जाने बाटो। यो बहिनी फलो गर्दै जाँदैछौँ। यहाँबाट 50 मिटर जति अगाडि गएपछि होइन 50 मिटर जति अगाडि गएपछि हाम्रो अफिस आइपुग्छ। अलिक छिटै हिँड न हल्का। रत्न बचत सहकारी संस्था पनि रहेछ एउटा। त्यो कोठी साथ लगाउने बहिनी अगाडि हिँड्दैछु। निरत्न अगाडि एउटा मन्दिर आउँछ। एउटा मन्दिर छ। मन्दिरबाट हामी ठमेल जाने बाटो जाँदैछौँ। हिँड्ने मात्र हो। यदि ठमेल जाने भने यतापट्टिबाट जमल जान्छ अनि त्यो त सिधै ठमेल जाने बाटो तेउडा भन्छ। कोठी साथ लगाउने पनि अगाडि छ। नेपालको सबै धेरै कपडा पखाल्छ। पहिलो बिल्डिङदेखि अलिकति अगाडि प्राइभेट मल्टी ट्रेडिङ भन्ने पनि छ। त्यसको अलिकति 20 मिटर जति अगाडि गएपछि एउटा हाम्रो अफिस आउँछ। बाटो चाहिँ अलिक नराम्रो भए पनि लोकेसनमा जाँदैछौँ भने सानो सेतो मन्दिर आउँछ। एउटा सेतो मन्दिर छ सानो। यहाँनिर एउटा यहाँबाट हामी भित्रतिर छिर्दैछौँ है त। यहाँबाट चाहिँ दुईटा एरिया हो। यसलाई चाहिँ तननिपाल भन्दो रहेछ। तननिपाल यहाँनिर ठुलो पार्किङ छ। ठुलो पार्किङ पनि छ है हाम्रो अफिस छेउमा। आएर भिजिट गरिदिनु होला हैन। गइ पनि दिनु होला। तिमीले बोलेको पनि सबै आउँछ नि। हो र त्यो कटाउनु तिमी भित्र पस्ने है। हाम्रो अफिस आइपुग्यो। बत्ती बाल्छ एकछिन। ल ओके हाम्रो अफिसमा आइपुग्यो। हाम्रो अफिस फेरि